गुड मर्निङ मित्रहरू। आज म अलि छिटो उठेँ। आज चाहिँ हिजो निकालेको जाँड बनाउने मकै चाहिँ पिस्न छ। मम्मी चाहिँ गइसक्नु भयो। अनि म एकछिनमा जान्छु, मुखसुख धुन्छु, त्यसपछि म गाउँ गएको हुन्छ। हाम्रो घरमा पनि जाडो त्यही थियो, तर अहिले चाहिँ जाडो छैन घरमा। अनि छैन भन्दा नि जाडो राखेको छैन। अनि अब म गाउँ जान्छु। हेर्नुस् भिडियो कस्तो हुन्छ। बिहान बिहान शीतल हावा खाँदै म जाँदैछु गाउँतिर। मम्मी चाहिँ अलि अगाडि जानुभयो। म चाहिँ ढिलै उठ्दैछु आज पनि। अनि म जाँदैछु गाउँतिर। सडकको बाटो यस्तो छ। अनि कहाँ गएर आउनु भयो बुझ्यौ? ए कतिखेर जानुभएको थियो? अनि बुझी चाहिँ गाउँतिर गएर आउनु भएको रहेछ। मैले बाटोमा भेटेँ। अनि म जाँदैछु गाउँतिर। अनि आजको दिन पनि यसरी नै बित्ने वालामा छ। अनि मम्मीसँग मिलेर आज सातो पिन्नु पर्ने हुन्छ। गाउँमा बसी अब के गर्नु, म अलि ढिलो भयो। आज पनि मम्मीले कराउला जस्तो लागिरहेछ मलाई। रुगा लागिरहेछ। गाउँमा चाहिँ जाडो जाडो छ, ठिक्क छ मौसम। जाडो पनि छैन, गर्मी पनि छैन, ठिक्क छ। म चाहिँ आइसकेँ अर्को गाउँमा। ओइ हाम्रो मम्मी यहाँ हो? के गरेको देख्दै देखिँदैन तपाईँलाई त। ओहो हो, बिहान बिहान उठ्यो भने त खतरा देख्दैछ त गाउँ त। मकै पिन्ने कार्यक्रम भइरहेको छ यहाँनिर। पसिना निक्लियो मेरो गाह्रो। हो गाइजहरू, मैले चाहिँ भ्याइसकेँ जातो पिनेर। अब म माथि गाउँमा जान्छु। अनि त्यसपछि म घर जान्छु। अनि यस्तो छ चहलपहल। अनि हाम्रो गाउँमा चाहिँ यो गाउँलाई चाहिँ लामा टोल भन्छ। अनि लामा टोल भनेपछि यहाँ चाहिँ धेरै जस्तो चाहिँ लामा गुरुङहरू छ, त्यही भएर लामा टोल भन्छ। केराको घर यहाँ। यो बाटो यस्तो जानुपर्ने हुन्छ। म चाहिँ अलिक धेरै टाइमपछि आएँ यता। त्यस्तै छ गाउँको बाटो। एउटा गाउँबाट अर्को गाउँ पुग्नुलाई 5 मिनट 10 मिनट लाग्छ। यहाँबाट हेर्दा चाहिँ यस्तो देख्छ हाम्रो। अनि यताबाट यस्तो देख्छ। म चाहिँ माथिपट्टि गाउँमा आइसकेँ। माथिपट्टि हुँदा नि यहाँ चाहिँ डाँडा घर पर्छ। अनि ओहो, म यहाँ आइसकेँ। गाउँलेहरू पुरै भात खाइरहेछ यो। ओहो सोल्टीले। म गएँ ल भनेको। ओके मित्रहरू, म यहाँबाट पनि गइसकेँ। गाउँमा चाहिँ यस्तो पानी, धेरै पहिलाको धारा हो यो। अनि यस्तो भइसकेको छ। अब यसलाई पुरा फेरि मेन्टेन गर्नुपर्ने भइसक्यो यसलाई। अनि गाउँको चलपल यस्तै छ, के गर्नु। गाउँमा चाहिँ हरेक कुराको समस्या हुँदै गइरहेछ अहिले। न यहाँनिर केटाकेटीहरू छ, न केही सामान राम्रो छ। सबै कुराले गाउँमा चाहिँ दुःख पाउँदै गएको छ।
म मात्रै हो यहाँ गाउँमा। अनि त्यसपछि केटाहरू चाहिँ छ मभन्दा सानो सानो दुईवटा तिनवटा केटाहरू छ। गाउँमा हाँस्दै हिँडेर यो बाटो चाहिँ हाम्रो घर जाने बाटो हो। अब म जाँदैछु मेरो घरतिर। त्यसपछि अब गएर खाना बनाएर घाम दिनुपर्ने हुन्छ घाम स्याम। अनि त्यसपछि के हुन्छ हेर्दै जानु होला। मेरो छोरो मकै बारी चाहिँ खतरा भइसक्यो छ है गाउँमा। ओके गाइस अब के हुन्छ हेरेर जानु होला। अहिले चाहिँ म जाँदैछु बाख्रा छेक्नको लागि। अनि म चाहिँ बिहान चाहिँ जाँड खाने मकैलाई चाहिँ झातोमा पिने अनि भात खाने मकैलाई चाहिँ म मेलमा पिनेर आएको माथि गाउँबाट। अनि म चाहिँ अहिले बाख्रा छेक्न जाँदैछु। बाटोमा छु डाँडामा आएर बाख्रा छेक्दै थिएँ। अनि अब चाहिँ घाम पनि डुब्न लाग्यो। अनि अब बाख्रा सबै आयो भने चाहिँ जान्छु। अब यतापट्टि साइडको बाख्रा चाहिँ सबै छेक्ने ठाउँमा पुगिसकेछ। अनि त्यसपछि बाख्रा लाने भन्ने कुरा गरिरहेछ। अनि बाख्रा लगिहालेछ भने चाहिँ अब घर गइहाल्नु पर्ने छ अरे। अनि हिजो चाहिँ भिडियो आउनलाई अलि ढिला भयो। अनि त्यसको लागि सबैजनालाई सरी। अब कोही मान्छेहरूले त हेर्दैला नि त हाम्रो भिडियो होइन। मैले चाहिँ 8 बजेदेखि 10 बजीभित्रमा हाल्छु कि, तर हिजो चाहिँ अलिक ढिलो भयो 11:30 बजीतिर जस्तै हालेको थियो होला। अनि ढिलै भए पनि सबैजनाले हेरिदिनु भयो। मेरो लागि चाहिँ 100 भ्युज कटे पनि आनन्द लाग्यो। 100 त कट्छ भन्ने लाग्छ नि त। त्यही भएर 100 भ्युज चाहिँ कटिराखेको छ, मलाई खुसी लागिराखेको छ। अनि त्यसपछि त मैले चाहिँ त्यही हो, अब यस्तै भिडियो हालिरहन्छ, सबैजनाले हेरी चाहिँ दिनु पर्यो भन्ने मेरो कुरा हो। मैले चाहिँ के भन्न लाग्यो भने गाइजहरू होइन, मेरो चाहिँ यो हप्ताभरिमा एक हप्तामा चाहिँ मेरो 28वटा कि कतिवटा चाहिँ सब्सक्राइब प्लस भएको रहेछ। अब चाहिँ मलाई सबैजनाले सपोर्ट गरेर अब अर्को हप्ताभरिमा चाहिँ नेक्स्ट 50 प्लस सब्सक्राइब गरिदिनुको लागि सपोर्ट गरिदिनु हुन म अनुरोध गर्दछु। र साथसाथै वाच टाइम पनि मैले पुर्याउनु पर्ने हुन्छ। वाच टाइमको लागि पनि सबैजनाले भिडियो नकाटिकन हेरिदिनु होला। सबैजना भ्युअर्सहरूलाई अनुरोध गर्दछु मैले आजको दिनमा चाहिँ। अब यसले खालि यस्तै भन्छ होला, मेरो कामै यही हो, यही भन्ने हो, जस्तोले जे भन्यो भने। अब सबैजनाले भिडियो हेरिदिनुहोस्, माया गरिदिनुहोस्, साथीहरूलाई सेयर गरिदिनुहोस्, चिनेको मान्छेहरूलाई पनि यसले यस्तो भिडियो हाल्छ है भनेर चाहिँ सब्सक्राइब गर्नु लगाइदिनुहोस्। त्यसपछि मेरो भिडियो चाहिँ राम्रो नभए पनि राम्रो मानेर फुल वाच गरिदिनुहोस् भन्न चाहन्छु। अनि सो अब म चाहिँ बाख्रा लाने भनेर बोलाउँदैछ। अब घर जानको लागि चाहिँ तलतिर जाँदैछु पहिलेकै ठाउँबाट। यस्तो हो नि त ठाउँ। अनि यहाँबाट चाहिँ जाँदैछु म। अनि सो अब बाटोमा के हुन्छ कस्तो हुन्छ साथीहरूलाई देखाउला। हामी चाहिँ अब घर जान लागिसक्यौँ। अनि पछाडिपट्टि चाहिँ बाख्रा आउँदैछ। अनि पछाडि बाख्रा धवनटोलीले चाहिँ के भन्दैछ भने खुइ नहिँडेर त भिडियो बनाउँदै हिँड्छस् भनिरहेको छ। तर के गर्नु, आफ्नो त हल्डिने जिन्दगी, अनि त्यसपछि गोठालो जिन्दगी। अब केही काम नपाएर चाहिँ अब जे भयो भने युट्युबमा भिडियो हालिदिउँ भन्ने चाहिँ लागिरहेको हो। अनि त्यसपछि अब पछि चाहिँ हुन्छ नि, पछि युट्युबमा हेरिहाल्यो भने खोजिहाल्यो भने चाहिँ ओ म त्यतिखेर चाहिँ यस्तो थियो भन्ने चाहिँ हुन्छ नि त। त्यो सम्झनाको लागि भने पनि मैले चाहिँ यो भिडियो बनाइरहेको छु। मलाई चाहिँ बोल्न खासै यस्तो टटटट दिन चाहिँ आउँदैन, ठिक्क चाहिँ बोल्ने हो। बाख्राहरू चाहिँ पछि म चाहिँ अघि हिँडिरहेको छु। अनि यस्तै हो।
मलाई केही बोल्नै आएन के। अनि यस्तो हुन्छ नि त अब मान्छेहरूले कमेन्ट गर्दै भने चाहिँ बल्ल बोल्न आउँछ कि। अनि कमेन्टहरू चाहिँ मेरोमा खासै यस्तो प्रतिक्रियाहरू आउँदैन। अनि त्यसपछि मलाई चाहिँ के बोलौँ हुन्छ। त्यही भएर आफ्नै पारामा टट दिने हो। मलाई त्यो भिडियो एडिट गर्न पनि आउँदैन। साउन्ड मिक्सिङ ह्याङसुङ फ्याङसुङमा पेचौँ केही पनि गर्न आउँदैन। मैले चाहिँ जस्तो भिडियो छ ओरिजिनल भिडियो हालिदिने हो। मेरो पारा पनि ओरिजिनलै के कोही मान्छेहरू आयो भने चाहिँ मलाई लाज लाग्छ। फेरि चाहिँ भिडियो अफ गरिदिने हो। अनि फेरि एक्लै भएपछि बोल्दै हिँड्ने हो। बोल्न नआए पनि झटट अझै चाहिँ पाउँछ त्यति बोल्दै हिँड्ने हो। अनि अब हामी एकछिनमा घर पुग्छौँ। बाख्रा सर निक्लेको हुन्छ तर बाख्रा आउने बाटोमा चाहिँ यस्तो दामी हेर्दै हिँड्न पाउँछ कि होइन। यस्तो हेर्दै हिँड्न पाउँछ। अनि म चाहिँ घरकै साइडमा आएर चाहिँ भिडियो नापेर बसिरहेको कि। अनि अलि अगाडि आएँ म चाहिँ हल्का एकछिन अगाडि आएर भिडियो गरिरहेछु। अन्त मेरो घर चाहिँ आइपुगिसकेँ म। अनि याकु चाहिँ यहाँ छ। याकु हो यो बाख्राको आँखा त रातो हो भए त होइन। अनि हाम्रो घरमा चाहिँ आज केही छैन, सब सुनाम छ। यस्तो छ यतापट्टि भान्साकोठा यस्तो छ, घर यस्तो छ, चलपलहरू चाहिँ अनि फुलहरू छ। यतापट्टि बाख्राहरू बसिरहेको छ। अनि बाख्राको खोर चाहिँ यो हो नि त लाइन भने यस्तो। अनि ल मम्मीले त्यहाँ खुर्सानी लाउनु भएको रहेछ। खुर्सानी तयार भइसकेछ गाइस खुर्सानी। अनि यो बारीमा चाहिँ के बोडी छ, मकै छ, खुर्सानी, सिमीहरू छ। अनि बाख्राले त यो पानी नै खाएन है। अनि अब म चाहिँ भिडियो एन्ड गर्छु होला। गाइजहरू भिडियो यस्तै हो। नयाँ भ्युअर्स हुनुहुन्छ भने सबैजनाले सब्सक्राइब हानिदिनु होला। अनि त्यसपछि लाइक कमेन्ट सेयर हानिदिनु होला। कमेन्ट पनि गरिदिनु होला यो यस्तो भयो यो यस्तो भनेर। त्यसपछि कुनै कमेन्ट गर्ने ठाउँ हुन्छ नि त। अब त्यस्तो ठाउँमा चाहिँ कमेन्ट गर्नुपर्ने हुन्छ। अब मैले पनि कुनै कुरा बिगारेर हुन्छ होला होइन। कमेन्ट गरिदिनुहोस्। त्यसपछि नयाँ आफ्ना साथीहरूलाई सबैजनालाई भिडियो सेयर गरेर च्यानल सब्सक्राइब गर्न लगाइदिनु होला भन्न चाहन्छु। र साथसाथै वाच टाइमको लागि चाहिँ सबैलाई फेरि अनुरोध गर्न चाहन्छु। फेरि यसले बोल्यो भन्ला कि फेरि मैले बोलिदिएँ। फेरि वाच टाइमको लागि चाहिँ सबैजनाले भिडियो स्किप नगरिकन हेरिदिनु होला भन्न चाहन्छु। आजको लागि भिडियो यतिकै। हस् त धन्यवाद गाइजहरू।